एभ्रिवान, आज चाहिँ हामी जाँदैछौँ हेउन्डे बीच स्विमिङ गर्नको लागि। लेट्स गो। झापा जस्तो गर्मी काहीँ हुँदैन भन्ने मेरो भ्रमलाई कोरियाले आएर फेल गराइदियो। यस्तो गर्मी हुन्छ भन्ने त मैले एक्सपेक्टै गरेको थिइनँ, किनभने धेरै चिसो ठाउँ जस्तो लागिरहेको थियो। तर अहिलेको मन्थ एकदम गर्मी हुनु रहेछ, त्यही भएर हाम्रो केही अप्सन बाँकी नभएर हामी हिँड्यौँ स्विमिङ गर्न। कति धेरै बोली कि अब मलाई बोल्न दे न, मेरो त आवाज चाहिँ सुनेन त। भेरी भेरी हट गाइज। तर कोरियाहरू चाहिँ काला हुँदैनन्, हामी मात्र डढ्ने। त गोरिसेस त त्यस्तो छुइनँ म। जस्तो जाडोमा भएको भन्दा चाहिँ अलिकति काली नै देखिन थाल्यो। काली भयो अरे। ओके क्याङसङ हाई, यो चाहिँ मेरो युनिभर्सिटी हो है गाइज। त्यस पछाडि हामी चाहिँ गयौँ सबवेमा, जाँदाखेरि उसको पैसा सकेको थियो अनि हामीले पैसा लोड गरेर हामी हेउन्डेमा निस्कि पनि सक्यौँ। ब्लग त बनाउने भने तर कतिवटा क्लिप चाहिँ खिच्नै बिर्सेको रहेछु, त्यही पनि जस्तो छ त्यस्तै क्लिपहरू एड गरेर भए पनि मैले एउटा छुट्टो छुट्टोवाला ब्लग चाहिँ तयार पारेँ जस्तो लाग्दैछ। लास्टसम्म हेर्नु होला, मैले भ्लग बनाएँ कि बनाएन भन्नको लागि चाहिँ। समर भएर होला, कोरियामा यति धेरै गर्मी छ अनि बिच एरियामा चाहिँ यस्तो धेरै भिड क्या। आज त लास्टै धेरै भिड थियो, आज होइन दिनदिनै भिड होला कि यो हेउन्डे एरियामा चाहिँ। अनि मलाई चाहिँ गर्मीको सिजन भए पनि हेउन्डेतिर आउँदाखेरि चाहिँ कस्तो रमाइलो लाग्छ क्या। अनि उसको चाहिँ एकदमै हात दुखिरहेको थियो अरे, 1-2 दिन काममा गएकी थिइन् त। अनि त्यस पछाडि हामी यहाँ आउनुभन्दा अगाडि चाहिँ हस्पिटल गयो अरे, एक्सरे गराएर अलिअलि थेरापी लिएर आएको। लाइक ठिकै छ कन्डिसन, तर रेस्ट गर्नु भने उसलाई चाहिँ। कति धेरै चाहिँ भिड हो क्या यहाँनिर। म 2-3 चोटि जेब्रा क्रस गरिन्जेलसम्म बसेँ होला होइन। हरेक चोटिको ग्रिन लाइटमा यति नै मान्छे थियो कि, यति नै जाने पनि त्यति नै, आउने पनि त्यति नै। कति धेरै मान्छे गाइज। चाहिँ भर्खरै ट्युब बुकिङ गरेको छौँ होइन। हाम्रो चाहिँ खाली हुँदैछ। ओके 만져보고. 네. 예. 예. 오케이 2개. 오케이. 잠깐만. 해망이 뭡니까? 해망이 뭐? 일로 오세요. पकड्न 2개 두고 따라와. 2개. हाम्रो यो छ। अनि हामीले चाहिँ त्यहाँनिर एउटा बिच चेयर र अम्ब्रेला सेट बुक गऱ्यौँ, प्लस 2टा चाहिँ स्विमिङ ट्युब थियो। त्यतिको जम्मा हामीलाई कति लागेको थियो भने टोटल 4000 नेपाली लागेको थियो। हामीले त्यो ट्युबको चाहिँ भरपुर युज गऱ्यौँ, अरू चाहिँ हामीले 1% पनि युज गरेन मलाई, किनभने हामी यहाँनिर कपडा चेन्ज गरेर हामी गइहाल्यौँ कि। त्यस पछाडि हामी 2 घन्टामा आउँदाखेरि टाइम पनि सकिसकेको थियो। यसको टाइम चाहिँ 6 बजीसम्म चाहिँ सबै थोक रिटर्न गरिसक्नु पर्ने रहेछ। सो गाइस वो यहाँ को जरी टेक दे चीज़ धार में शुरू अतो ओ माय गॉड ऐसे बेटा ले रहा है यहाँ पर देखिए बाला में अब यस्तो बालामा कुद्ने हो
खै हाम्रो ठाउँ चाहिँ उता छ गाइस। अनि हामी चाहिँ बल्ल सबै थोक म्यानेज गरिसके पछाडि बल्ल पानीमा गयौँ। पानीको टेम्परेचर चाहिँ ठिकै थियो, छेउछेउतिर चाहिँ ठिकै थियो, अलिकति परभित्र गहिरोतिर चाहिँ चिसै थियो। त्यहाँ गहिरोतिर चाहिँ हामीले भिडियो बनाएनौँ किनभने हामीले फोन राखेर एकैछिन त थोरै क्लिप लिएर हामी गहिरोतिर जाँदाखेरि चाहिँ भिडियो बनाएनौँ, फोन नलिकन गएको थियौँ नि त। यहाँ हुँदाखेरि चाहिँ लास्टमा निस्किने बेलामा यस्तो अलिअलि क्लिप बनाएको थियौँ। एकदम रमाइलोको एक्सपिरियन्स चाहिँ दामी थियो। Don't judge us. Don't judge us. इग्नोर गर्नु होला, हामी फुल ड्रेसै छौँ। सरी ल। Sorry lah. ओए कस्तो देखिएको होइन, यो मिल्नु पर्यो, अरू केही मतलब लाग्दैन मलाई। हेलो गाइस, बिचको अगाडि मेकअप कसले गर्छ? हामी गर्छौँ। अनि आधी नुहाएर मेकअप के हो यो अनुहार? ओइ लास्ट डढेछ यार। होइन त्यो त्यस्तै आउँछ त फ्रन्ट क्यामेरामा कस्तो कालो आउँछ कि नभएको 100% कालो बनाएर दिन्छ। वाइ टिकटक टिकटक हो भिडियो। वाइ भिडियो ब्याक क्यामेरा बना उता गएर बिचको थिएछ। यो त धेरै भयो मस्करा। अर्को एकतिर धेरै भयो, एकतिर थोरै भयो। यतिर त परेलै राम्रो रहेछ त। हामी चाहिँ घुमिसकेर आए पछाडि हाम्रो डिनर चाहिँ आज गाउँले भान्सा नेपाली रेस्टुरेन्टमा भयो। यसरी हिँड्नु पर्नेमा यसरी हिँड्छे। साथीहरू घाँस काट्न आउनुहोस् है आज खेतलाई। बाई गाइस, हैव अ ग्रेट डे।